त्यो छ यहाँ सुतेको हो। अन्नपूर्णबाट बगेर आएको आइस वाटरलाई उमालेर खाँदैछ फ्रेस पानी। हेलो गाइज, आएन ल। आज हामी नर्थ एबिसीको लागि हामी अब घरबाट हिँड्यो। मम्मी माथि हुनुहुन्छ, भान्जा र म। अब अभिषेक चाहिँ काठमाडौँ जानलाई हिँड्यो, पोखरासम्म सँगै आएन। खस्नु पर्ने केही नि भएन भने त। हामी चाहिँ अहिले 12:30 1 बज्न लाग्यो। 1 बजे अब यहाँबाट पोखरा हिँडिन्छ। आज तातो पानी पुग्ने भान्जाले हेरिरहेछन्। ल बाटोमा भेटौँ ल त, बाई बाई। बरघारी कटेर अगाडि हेलु आउनु लाग्यौँ। अहिलेसम्म चाहिँ मौसम वेदरहरू सब ठिक छ, क्लियर नै छ, घाम लागिरहेछ। त्यस पोखरातिरको मौसम चाहिँ अलि भन्न सकिँदैन भनौँ न। पोखरातिर त्यस्तै हो। अब हेरौँ माइक आएछ कि आएन। अस्ति पनि म भाबाट काठमाडौँबाट फर्किँदाखेरि बिचमा गएर माइक नै आएको रहेनछ। अहिले पनि स्योर सर्ट छैन, त्यही भएर त्यस्तो खासै भ्लग धेरै यो बाटोको त देखाएको छैन होइन। अब हेरौँ के हुन्छ, कहाँ पुग्छ। अनि भोलिदेखि चाहिँ हामी बाइक राखेर हिँडेदेखि चाहिँ पुरै भ्लग आउँछ। आज चाहिँ राइडको तातो पानीसम्म चाहिँ खासै आउँछ जस्तो लाग्दैन मलाई भ्लग। हामी ठ्याक्कै गलेङ आइयो। अब गलेङबाट अब पोखरा त्यस्तो धेरै 1.5-2 घन्टै छ अझै। बाटो त यस्तै खतम, जिगजाग पिच भन्नु मात्रै हो। सेङ्जा बजार कट्यो, यहाँ आउन 45 मिनट जति लाग्यो हामीलाई। अनि यहाँबाट चाहिँ अब पोखरा 1 घन्टा भनौँ न, 1 घन्टा लाग्छ। अनि पोखरा गएर हामीले सामानहरू किन्न छ, क्याम्पिङको रेन्टहरू लिन छ। अनि सेल्सबेरी गएर हामी चाहिँ क्याम्पिङ गरिन्छ नि त, अनि त्यही भएर सामानहरू खानेकुराहरू लिन छ। पोखरा गएर एकछिन सपिङ हान्छौँ, अनि सपिङ हानेर जान्छौँ। आज चाहिँ हामी तातो पानीमा गएर बस्छौँ, त हुन टाढा जाँदैनौँ। त्यही भएर अहिले 1:42 भयो। त्यस बेलुका 6-7 बजीसम्म आरामले पुगिन्छ हामी तातो पानी। घरबाट निस्किँदै ढिलो भयो, खानासाना खाएर सब प्याकस्याक गरेर आज हिँड्छौँ भन्ने नि थाहा थिएन, प्लान थिएन। त्यस मौसम राम्रो भयो नि त। अब नेपालभरि नै अब पानी परिरहेछ, सबैतिर उस छ। त भोलिदेखि चाहिँ पानी पर्दैन भनिरहेछ वेदरले। अब हेरौँ के हुन्छ। हामी चाहिँ यो त सेङ्जा बजार, पुतली बजार सुदूर सदरमुकाम भन्छ सेङ्जाको। अभिषेक चाहिँ पोखराबाट छुट्टिन्छ। हामी चाहिँ उता बेनी बागलुङ साइडतिर गइन्छ। अभिषेक चाहिँ काठमाडौँ जान्छ, उसको काम भएर जान पाएन। हामी चाहिँ अहिले भान्जा र म मात्रै, 2 जना मात्रै भयौँ। अनि दाई हुनुहुन्छ युवराज दाई, हाम्रो बागलुङदेखि जान्छु पोखरा गएर फोन गर त भन्दै हुनुहुन्थ्यो। मेबी भए जान पनि सक्नुहुन्छ, नजान पनि सक्नुहुन्छ, तर हामी 2 जना चाहिँ जान्छौँ। अब गोप्रोमा ब्याट्री पनि धेरै छैन। भान्जाको एउटा गोप्रो छ, 2टा ब्याट्री, 3टा टोटल हामीसँग 3टा ब्याट्री, 2टा गोप्रो छ। अब माथितिर त अब इलेक्ट्रिसिटीहरू त केही नै छैन अरे। त्यही माथि हामीले क्याम्पिङ आफ्नै टेन्ट लिएर जान लाग्छौँ। पावर ब्याङ्क 2टा छ। मोबाइल त खासै युजै हुँदैन। अब पावर ब्याङ्क अब आज गएर तातो पानीमा फेरि चार्ज गरिन्छ के अरे। 4 दिनको टुरमा अब मिलाएर मोबाइल गोप्रोबाट फोटोहरू लिन्छ, भिडियो सकेसम्म धेरै कुराहरू देखाउन खोज्छु तपाईँहरूलाई। ओके, थ्याङ्क यू, बाई बाई। यो भर्खरै अब यहाँबाट धेरै छैन पोखरा, आधी घन्टा 45 मिनट हो। हामीले 2 बजे ठ्याक्कै 3 बजे पुगिन्छ। 4 बजे पोखराबाट 1 घन्टामा हामीले सामान किनेर हिँड्ने 5, 6, 7, 8 बजीसम्म त आरामले पुगिन्छ। राम्रो छ बाटो, अलिकति ढिलो भयो क्या यहाँबाट हिँड्न। यहाँबाट चाहिँ पुरै पोखरा देखिन्छ जस्तो लाग्छ मलाई। पोखरा ल, अब हामी धेरै छैन, 10 मिनटमा तलै झरिन्छ।
10 मिनटमा तल झरिन्छ अनि सिधै लेक साइड गरेर हाम्रो त्यो एउटा savitasuvidhi.com.np हो कि कुनबाट चाहिँ हामीले हिजो चाहिँ हेरेको थियौँ रेन्टहरू त्यहाँ छ भन्नुभएको थियो। तर हिजो पानी हल्का सिमसिम पानी परेको थियो नि त, अनि त्यही भएर आउन पाइएन। अनि त्यहाँ दिदीलाई फोन हाल्छौँ अनि उहाँको रेन्ट सपमा गएर चाहिँ हामी सबै चाहिने कुराहरू लिन्छौँ। अनि हाम्रो ब्यागहरू चाहिँ पछाडि गाडीमै छ, अभिषेकको गाडी, अभिषेकको त्यहाँ अङ्कलहरूले ल्याइदिनु भएको छ। अनि गाडी अनि खानेकुराहरू नि फुडहरू नि अलिअलि आइटम लिन्छ, नत्र त बेनीमा गएर लिँदा नि हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। बेनीमा अनि तातोपानी त्यस्तो छैन त्यहाँ, 2 दिनको लागि त हो। त्यहाँ गएर हल्का यहाँबाट सेल्सबेरीहरू भालुडीमा के पाउँछ त्यो लिन्छौँ अनि त्यहाँबाट निस्किन्छौँ हामी। अहिले ठ्याक्कै 2:30 भयो, 1 घन्टा 3:30 बजे त यहाँबाट हामी निस्किनै पर्ने हुन्छ। यस्तो पानी परेको थियो अरे अहिले त हेर्दा यस्तो घाम लाग्यो मौसम त। तर एकछिनमा नि पानी पर्न सक्छ, पोखराको भर हुँदैन। डेभिस फल भाउजूलाई खोज्दै पहिला अब यहाँ मोबाइलमा सर्च गर्छौँ है त एकछिन। दिदीको अनि त्यो ड्रागन मार्ट भन्दा लेक साइडको अगाडि ड्रागन मार्ट भन्दा अगाडिपट्टि रहेछ दिदीको पसल चाहिँ, रेन्ट पसल। अनि हामी चाहिँ त्यहाँ जान्छौँ पहिला। अनि टेन्ट, 2टा सिप्लिङ ब्याग अनि म्याट अनि स्टभहरू सबै त्यहीबाट लिन्छौँ। त्यहाँबाट लिइसकेपछि अनि हामीले फुड लिन जान्छौँ। अनि पाण्डे आउँछ अनि त्यसपछि हामी सिधै निस्किन्छौँ यहाँबाट तातो पानीको लागि। ल बिस्तारै भेटौँला है त, हामीले के लिन्छौँ म त्यहाँ गएर देखाउँछु तपाईँहरूलाई। त्यो साह्रो राम्रो मौसम चाहिँ राम्रो छ, पानी सानी पर्ने कुनै चान्सै छैन काठमाडौँ पोखरामा। काठमाडौँ भन्दा आएछ कि फेरि त्यो साफ खुल्ला छ आकाश। गङ्गापूर्ण भ्यू ट्रेकिङ पोइन्टमा आयौँ। पाइन्छ आसमै आएको के पाइन्छ भनेर। ल हेरेर एकछिन के रोज्छौँ हेर्छौँ है त। सबै स्टिक रेन्ट सेन्ट टेम सेम सबै किन्यो हामीले भयो जति। स्लिपिङ ब्याग 3टा स्लिपिङ ब्याग अब टेन्ट सबै हामीले किन्यो। भान्जाले पछाडि बोकेका छन् स्लिपिङ ब्यागहरू, टेन्टहरू। सस्तो त होइन, हामीले रेन्टमा चाहिँ बल 2टा के अरे स्लिपिङ ब्याग मात्रै लियौँ होइन, अरू चाहिँ सबै किन्यौँ। पछि चाहिन्छ भनेर किनेको। एउटै पर्दो रहेछ कि हामी 5 दिनलाई जानु लाग्यो। 5 दिनलाई रेन्टमा दिनुभन्दा बरु 2 दिन एक्स्ट्रा थपेर सामानै किन्न फाइदा पऱ्यो क्या। त्यही भएर हामीले सबै किन्यौँ। अब हामी गइराख्नुपर्छ क्याम्पिङ। पैसा उठाउनु भने जानुपर्छ होइन हजुर। अब हामी क्याम्पिङ गइराख्नुपर्छ बेला बेलामा। हो यसलाई पुरानो नबनाइ त कहाँ नि। अब हामीले खानेकुराहरू किन्न छ, तर हामीले अब चाहिँ डाइरेक्ट बागलुङ जान्छौँ हामी। आज बागलुङै बसिन्छ जस्तो छ। अनि भोलि चाहिँ हिँड्छौँ। कस्तो खोकिला। ल यो चाहिँ लेक साइड पोखरा। सबै झोलाले छेकेछ होला भ्यूहरू। ल हामी यहाँ सब रेडी भयो। भान्जाको यहाँ 2टा स्लिपिङ ब्याग भयो, एउटा भित्र छ। यो हाम्रो टेन्ट। हामीहरू ठ्याक्कै पोखरामा छौँ। अब यहाँबाट निस्किनु लाग्यो। पानी पर्छ क्या हो। हामी अब हेम्जातिर लाग्यो भर्खर। त लेक साइडबाट सामान किन्यो सबै कुरा, टेन्ट सेन्ट हाम्रो यहाँ सबै कुरा जोगाड गरेर हामी अब हिम्जाको बाटो हेर्दैछौँ। अगाडि ब्याग चाहिँ अगाडि छ एउटा। अहिले हामी बागलुङबाट मेरो दाइ पनि हुनुहुन्छ, युवराज दाइ हुनुहुन्छ, त्यसो 3 जना भइन्छ। सामान डिभाइड गरिन्छ।
अहिले चाहिँ दुईजनाले मात्रै गर्दा अलिकति अप्ठ्यारो चाहिँ भएको छ, तर अप्ठ्यारो पनि ठिकै छ। अगाडि एउटा आनन्दले बसिरहेको छ ब्याग, पछाडि एउटा भान्जासँग छ। आज चाहिँ हामी बागलुङै भइन्छ होला, भोलि चाहिँ अनि बागलुङबाट माथि हिँडिन्छ। हामी चाहिँ ठ्याक्कै हेम्जाको मेन अहिले पोखराको हाइवे भनौँ न, ठुलो मेन हाइवे हेम्जाको त्यहाँ चाहिँ इन्ट्री हुन लाग्यौँ। बिहानदेखि केही खाएको छैन, भोक लागेको छ। माथि टपमा अब यहाँबाट कटेर काडेमा गएर चाहिँ हामी खाजा खान्छौँ। अन्त त्यो मौसम त बवाल छ, चिसो चिसो भएको। के अरे भ्यू बवाल छ, ठाउँ बवाल छ, हामी जान लागेको ठाउँ बवाल छ। हामी कस्तरी जान लाग्छौँ हेर न भान्जा। प्रिपरेसन बवाल छ, क्याम्पिङ आफ्नै छ। ओ माई गड, घोडामा हिँडिरहेछन् मान्छे, घोडामा। ओहो पानी परेछ क्या भान्जा टुरमा? यो पुरै क्याचमेन्ट एरियाको हामीले पढ्नु पर्थ्यो। अगाडिको ल्यान्डस्लाइड छ एउटा, यस्तो दामी यार। पानी परेछ क्या भान्जा? पानी परेछ क्या हो? पानी होइन, शीत हो। शीत हो? पानी यस्तो हुन्न। होइन रेनकोट ओढेर आइरहन् कि तिनीहरू, त्यही भएर रेनकोट ओढेर आएन, त्यही भएर भनेको। शीत हो, मैले बरु तल लगाउनु पर्छ क्या खाजा खान्छ। हामी ठ्याक्क लुम्लेबाट ओह्रालो झर्दैछौँ। पानी मौसम यस्तो छ, डेन्जर हावा चलेछ। बिस्तारै के भन्नुभयो? होइन यहाँ भ्लगमा भनेको क्या, गोप्रोमा भनेको हो। हामी लुम्लेबाट भर्खर तल झऱ्यो, माथि बसेर च्याउचाउ खाइयो। हावा डेन्जर चलेछ, तर पानी पर्ने छाट चाहिँ छैन। हावा परेर नि केही फरक पर्दैन हामीलाई। अब धेरै छैन, 40 किलोमिटर हो यहाँबाट क्लिप, 25 किलोमिटर। बिस्तारै आनन्दले गइन्छ है त साथीहरू। दसैँ तिहारको बिचमा घुम्न हिँड्ने बेलामै मौसम कस्तो नराम्रो भइदियो क्या योचोटि। जस धेरै मान्छेहरू प्लान बनाएर पनि धेरै मान्छेहरूको रोकिरहेछ, तर मौसमले हामीलाई रोक्न सकेन। राम्रो यस्तो बेलुकाको 6 बज्यो, अब 1 घन्टा म त पुगिन्छ बागलुङ। अब यति बेला कुस्मा आयो, 7 बज्न लाग्यो होला। यस अब यहाँबाट 20 किलोमिटर जति छ होला बागलुङ। हामी ठ्याक्कै कुस्मा चोक, त्यस कुस्मा पनि राम्रो ठुलो छ है। वहाँ क्लिप जाने कता हो? यता यहाँबाट भित्र फर्किँदाखेरि जानुपर्छ यस्तो यहीँबाट। अहिले त राति भयो, नत्र पुल जानुहुन्थ्यो। रातिमा कस्तो रमाइलो देखिन्छ बागलुङ बजार। बागलुङ बजार दाइ भाउजू भेट्यो। अब यहाँ अलिअलि दाइलाई यसो ब्याग किनेर ठिक छ कि ल। अब सबै अब हाम्रो भोलि किनौँला है त। भोलि बिहान कति बजे खुल्छ? भोलि बिहान हामी बेनी पनि बजार ठुलो छ क्या भान्जा हो। हो यो साइड त म फर्स्ट टाइम आएको यार, राम्रो रहेछ।
बागलुङे बजारमा हावा चल्यो सरारा लुम्लेमा हो हावा चल्ने जम्सा ओहो बजार यत्रो पसलहरू रहेछ अनि पोखरा त नकिने भयो नि रहेछ क्या ट्रेकिङ पाउँदैन होला नि त फेरि के हो पाउँछ होला जम्सने बजारमा हावा चल्यो सरर यहाँ अगाडि दाइ भाउजू हुनुहुन्छ हामी चाहिँ अब यसो एउटा ब्याग चाहिँ लिनुपर्छ जस्तो लाग्यो दाइलाई अरू त अब ठिक छ सो दाइले जुत्ता नि लिभ्याउनु भएछ सुज हुन्थ्यो जुत्ता त हुन्थ्यो तर कति ठुलो बजार ठुलो रहेछ है धुम चाहिँ ठुलो रहेछ त यता त सोचेकै थिइनँ मैले बाङ्लो पुरै होइन ठुलो रहेछ भव्य रहेछ वालिङ भन्दा ठुलो रहेछ ए फेरि सबैमा यो त सेन्टर पोइन्ट पर्छ नि त अहिले त यहाँ छ सोधत जाउँ ट्रेकिङ ब्याग 1 2 3 गो हेलो यो म रित्सव हो मामाको भान्जा अनि हामी चाहिँ के गर्यो भन्दाखेरि आज बिहान हामी वालिङबाट हिँड्यो पोखरा आइयो अनि हाम्रो टेन्ट अनि हामी यो स्लिपिङ ब्यागहरू अनि त्यसपछि ट्रेकिङ पोल्स अनि त्यसपछि कुकिङ युटेन्सिल्स सबै हामीलाई क्याम्पिङको लागि चाहिने सामान सबै किनेर हामी आज बागलुङ आएको छ र भोलि बिहानै हामी बागलुङबाट हुमखोलाको लागि निस्किन्छौँ र हुमखोलाबाट हाम्रो ट्रेकिङ सुरु हुन्छ आजलाई यति नै बाँकी कुरा भोलि गुड नाइट